सबै विनाश हुँदैछन्। इन्डिया नै तस नस हुन्छ। म हजुरलाई धेर भन्दिनँ, यही 82 साल उताको 25 होइन, यही 25 मै इन्डियामा कति विध्वंस हुँदैछ। किनभने त्यो मरेको मान्छेलाईसम्म यिनीहरूले शान्ति दिएनन् क्या। पशुपतिनाथमा आगो लाग्नु, गुरु गोरखनाथको त्यहाँ रोटोपखण्डमा आगो लाग्नु भनेको नि यो महाअनिष्ट हो। हेर्नु विश्व विध्वंस हुन्छ, रक्तपात अनिष्ट हो कि यो विनाश हो भनेर सङ्केत देखाएको र त्यसलाई पनि जसले लगायो या आफै लाग्यो होइन। भगवानले त तपाईँ हामीले भनिन यिनीहरूलाई त कानुनले जोगाउला, वकिलले जोगाउला, पुलिसले जोगाउला, तर वैदिक सनातनको जुन हाम्रो ब्रह्माण्डमा लागेको सिसी क्यामेरा र दरबार सिद्धिनुमा पनि यही प्रकृति नै मासेर हो। म त भन्छु, म भनिन मलाई 3 टुक्रा मारेर बरु बस्, तर मेरो देशका जनताले पनि दुःख पाउन्। जनता भन्दा हामी सबैले दुःख नपाउन्, तर मेरो देश बस्नुपर्छ क्या। मेरो त हाम्रा पुर्खाहरूले एक घुरको पानी खान नपाएर लडेका मरेका छन् नि। आज यिनीहरूले सीमा नबेच्ने होइन, उहाँलाई सङ्केत भइसक्यो। उहाँको चाहिँ त्यहाँ उहाँलाई फ्रिक्वेन्सी गइसक्यो र पनि किन त उहाँका अगाडि पछाडि त भरौटेहरू छन् होइन, कार्यकर्ताहरू छन्, झोलेहरू छन्। झोलेहरूले चाहिँ अलिक सतर्क गरेर छन्। कुन बेला चाहिँ सत्य देवी चढेको बेला बग्या हो उहाँले हो। अब अनिष्टै छ देशमा। सम्माननीय प्रधानमन्त्रीले पनि नै हार खाइसके, एकदमै हार खाइसक्नुपर्छ। भोलि गएर यहाँ तितार बितारबाट मर्नेछ नि हुन्छ, नसकेर सेनालाई नि बुझाउन सक्नुहुन्छ कि त दरबारलाई बुझाउन सक्छ। यो नासो हो नि त, उहाँको पेवा हो, बुझाउनु पर्छ उहाँले त। तर अब यो देशमा सत्यको उदय हुन्छ, राजा पनि चान्चुन हुँदैन। हेर्नु हजुरले विश्वमा 8 अर्ब छन्, 8 अर्बले मान्ने राजा हुन्छ। विश्वको शिर हाम्रो नेपाल हो, माउन्टेन एभरेस्ट हो होइन। म बोलिरहन्छु होइन, त्यही भएर केपी बा भनेको गुरु गोरखनाथ बाबाले नै दाइँ गर्न ल्याएको हो है। तर सत्य उदय हुन्छ। अब यस्तै यस्तै सत्यवादीहरूको उदय हुन्छ, यस्तै कमिटी बन्छ। मैले जहिले पनि भनिरहन्छु, आकाश तत्त्व भनेको नाग हो, पृथ्वी तत्त्व भनेको नागिन हो, आकाश तत्त्व भनेको पुरुष हो र नागिन तत्त्व भनेको महिला, हामी नारीहरू हो। त्यही भएर जति पनि आकाशबाट झर्छ पृथ्वीमै झर्छ। पृथ्वीलाई जति गाह्रो छ नि त्यति हामी मनुष्यलाई छैन। त्यही भएर हामीले प्रकृति मास्नु हुँदैन। प्रकृतिलाई जति हामीले रक्षा गर्छौँ त्यति मनुष्यको रक्षा हुन्छ। धर्म रक्षित रक्षित भन्ने त हजुरलाई थाहै छ। त्यही भएर हामी सारा सृष्टि केही पनि मास्नु हुँदैन। सबै भगवानले सृष्टि गरेको चिज हो। कसैलाई पनि हामीले मार्नु हुँदैन, कसैले पनि मास्नु हुँदैन। उहाँकै अधीनमा छ, उहाँको अधीन चलेछ। अब जस्तै हजुर अहिले उज्यालो भइरहेछ, रात पर्छ के हजुरको ऊ हो त, हजुरको बटम हो त होइन नि। अहिले हामी चराचुरुङ्गीहरू संसार चारो खोज्न बिहान उठ्छन्, बेलुका आफ्नै गुणमा फर्किन्छन्। त्यो अलम ब्रह्माण्डको अलम लागिरहेको छ। मनुष्य जीवन